हजुरहरूको समक्षमा म चाहिँ मेरो साथीले अहिले भिडियो बनाइहाल, सिस्नुको भिडियो बनाइहाल। म सिस्नु कुन चाहिँ सिस्नु पकाएर खाएँ, मेरो घाँटी डल्लै चिलेर गयो। धेरै म जस्तो धुक्किसक्यो होला भनेर कुन सिस्नु खाने के खाने छिटो बनाइहाल भनेर चाहिँ तपाईँहरूको समक्षमा यो सिस्नुको भिडियो लिएर आएको छु। सिस्नु 3 प्रकारको हुन्छ हाम्रोमा चाहिँ भनेर तपाईँलाई सानो इन्फर्मेसनको लागि यो सानो भिडियो मेरो साथीले चाहिँ फेरि यो घरे सिस्नु खाइदिएछ नि त। यसले त अन्त यो पकाउँदा पनि चिल्छ नि त, यसले त त्यस्तो हुन्छ। सुँगुरले खानु मान्दैन यो त। अन्त छिट्टो अहिले भिडियो बनाइहाल भनेको चाहिँ उहाँले त्यो भएर यो र पातले सिस्नु र यो झन्डै झन् सेम देख्छ, तर यसको चाहिँ पत्ता अलिक चिल्लो हुन्छ। अर्कोको चाहिँ यहाँ पत्तामा काँडा हुन्छ खानेको चाहिँ, यसको चाहिँ हुँदैन। तर यसको चाहिँ हेर्दा चाहिँ चिल्लो, तर चिलाइ चाहिँ डरलाग्दो। 3 दिनसम्म झमझमाउँछ। यसलाई चाहिँ घरे सिस्नु भन्छ, तर यो भाङ्रे भन्दा पनि डेन्जर हो। तपाईँलाई म भाङ्रे पनि देखाउँछु। पातले सिस्नु चाहिँ म अहिले यो पन्जा बेगर तपाईँहरूलाई छोएर म देखाउँछु है। र यसलाई किन घरे सिस्नु भनेको भन्दा चाहिँ यसको चाहिँ यो जरा छ नि, जरा उखालेर चाहिँ हड्डीकुडी भाँच्दाखेरि र जुन चाहिँ आयुर्वेदिक गर्नुहुन्छ नि, हाम्रो अङ्कल हुनुहुन्छ, उहाँले बेसी जस्तो यो चलाउनुहुन्छ। सबै सिस्नुको आफ्नो आफ्नै गुण छ। यसलाई चाहिँ किन घरे सिस्नु भनेको भन्दा चाहिँ यसलाई चाहिँ यो वनकै हो, जङ्गलकै हो। यसलाई चाहिँ आयुर्वेदिक दबाईमा चलाउँदाखेरि चाहिँ घरमा लिएर रोप्दा चाहिँ नामै यसको घरे सिस्नु भएको रहेछ नि यसको चाहिँ। यो चाहिँ हो खास खाने सिस्नु चाहिँ। यसलाई चाहिँ यसरी हातले यसरी छाम्दा पनि यसरी हातले नै टिप्दा पनि मिल्छ। यो चाहिँ यसको नाम चाहिँ पातले सिस्नु भन्छ। यसलाई चाहिँ खास खाने सिस्नु चाहिँ प्रायः कतिजना टिपेर पनि लगिसकेको छ यहाँनिर है। यसको चाहिँ अलिकति यो पातहरूबाट पनि अलिक चिन्छ है, यहाँ टिपिसकेको चाहिँ प्रायः त यहाँनिर चाहिँ अलिकति राम्रो। यो चाहिँ अब यसरी हातले यसरी पक्रिँदा पनि हुन्छ है यहाँहरू। यो चाहिँ सिलाइबाट पनि थाहा हुन्छ नि खाने नखाने है। यो असली खाने चाहिँ यसले पनि फुल्नु चाहिँ फुल्छ समयमा, तर फुल पनि खाँदा त मिल्छ होला। तर यसको चाहिँ पातै मिठो खासै चाहिँ भाङ्रे सिस्नु भनिन्छ। यो चाहिँ अलिक ठुलो ठुलो पत्ता हुन्छ यसको चाहिँ। र यसको चाहिँ अब सिजनमा फुल मात्रै खाइन्छ। यो चाहिँ फुल खाने सिस्नु हो। यो चाहिँ यसको चाहिँ फुल मात्रै खानुपर्छ। यो चाहिँ घाँस खाने होइन यो चाहिँ है। घाँस मतलब यसको पात दाल बनाएर खाँदाखेरि चाहिँ यसको चाहिँ फुल खाने सिस्नु, यो चाहिँ भाङ्रे सिस्नु भन्छ यसलाई चाहिँ।